कि मलाई टप्री कुट्न सिकाइदिनु न। तिमीलाई टप्री कुट्न सिकाइदिने। अनि यो सिन्का यति मोटो सिन्का त हुन्न नि त नानी। यो सिन्का अनि अलि सानो बनाउनुपर्छ है। यो सिन्कालाई यसरी चिर्ने। सिन्का काट्न आउँछ काट्न यसरी है। यसरी टिक्कको भयो यो सिन्का काट्नु चाहिँ। यसरी स्टिको बनाउनु पर्छ है। मैले तिमीलाई चाहिँ आज बनाएर सिकाउँछु होइन। त्यसपछि पात हेर है। यो पातलाई अनि त्यसपछि यो एउटा पात लिउने होइन। यो एउटा पात यसरी राख्ने होइन। यसरी राखिसकेपछि एउटा यो पातलाई यो एउटा पात छ नि एउटा पातलाई अनि त्यसपछि यो फोल्ड गर्ने है। यसरी फोल्ड गर्ने होइन। अनि एउटा दुईटा राखे पनि हुन्छ यहाँ मुनिबाट अनि एउटा राखे पनि हुन्छ। तर यहाँ सेतो देखिन भएन। एउटालाई यसरी मुनि राख्ने यसरी अनि एउटालाई फेरि यसरी उपरीबाट राखेर त्यसलाई सिन्का अघिको काटेको सिन्का है। अनि काटेको सिन्का अनि यो सिन्कालाई यसरी यहाँ यसरी देख्यौ हेर है। यसरी दुईटै यो तिनटै पकोस् कि होइन। यस्तो तिनटै छोपिस् कि यसलाई होइन। तिनटै छोपिसकेपछि यसलाई पनि फेरि घुमाएर है हुन्छ नि। अनि फेरि यसलाई फेरि घुमाएर सिन्का अलि मजबुत भएन है। अनि फेरि पनि घुमाएर यस्तो गराइदिने। अनि अर्को पात भयो यी यस्तो भयो है। यो तिनवटा पात जोडेको तर कसैले चारवटा पात पनि दुईवटा यहाँ मुनिबाट यहाँ दुईवटा पात पनि जोड्छन् होइन। कसैले एउटा पनि गराउँछन् होइन। त्यसपछि अर्को पात है। अर्को पात रेडी गराउनु है। त्यसपछि यो अलि फाटेको छ यो चाहिँ अलि मिस्टेक अलि टोपी राम्रो यसको फिनिसिङ राम्रो देखाउन होइन। त्यसपछि यो भयो होइन। यसलाई पनि यसरी होइन यसरी फोल्ड गर्ने होइन। यसरी फोल्ड गरिसकेपछि फेरि यस्तो गराउने है यहाँनिर। अनि त्यसरी यो खराब पातलाई यसरी मुनिबाट राखिदिए पनि हुन्छ है। यसरी मुनिबाट राखेर टुप्पो जरा अनि टुप्पो एकातिर जरा एकातिर बनाएर जरा टुप्पो एकै ठाउँ बनाउनु हुँदैन है। त्यसपछि यसरी फेरि यसलाई उयो गरिदिने। धन्यवाद। यो चाहिँ जोडेर भ्याइयो देख्यौ। अब चाहिँ यसलाई बिच मार्ने है। यसलाई यसरी मोड्ने जस्तो गर्ने यसरी तल तान्दिने। अनि सबैलाई यसलाई क्याच गरेर यसलाई पक्रेर होइन यसरी सिन्का पनि हाम्रो यो सिन्काको साराले यसलाई यसरी समातिदिने है। यसरी समाइदिने अनि यस्तै गरी हामी यसलाई पनि यस्तै गराइदिने है। यसलाई पनि यस्तै गराइदिने अनि यस्तो भयो होइन। यस्तो भयो होइन। यसरी यसलाई यो छोडिएको यो छ नि यो यसरी परोस् भने अनि यसरी गर्ने है। टोप्री चाहिँ भयो है। यसरी यो अलि चाहिँ यो टोप्रीको पात फेरि यो ढाल्नेको पात चिउरीको पात भइदिएको भए राम्रो हुन्थ्यो होला। यो टोप्री फुट्ने पातै होइन यसरी रेडी गरायौँ है। सिक्यौ नि। अनि यसरी राम्रोसँग अझै पनि फिनिसिङ आएको छैन। तर यतिको भएपछि चाहिँ बिस्तारै खुट्दै राम्रो हुन्छ होइन। फाइनल्ली हाम्रो चाहिँ टोप्री रेडी भइसक्यो होइन। सिकिसक्यौ। यता आउन अलि एउटा यता देखाइ त। मैले चाहिँ बहिनीलाई टोप्री फुट्न सिकाउँदै थिएँ है। आज चाहिँ बहिनीलाई यी टोप्री फुटेर अनि मैले फुटेँ अनि उनले चाहिँ हेरिरहेको छ। अब बहिनीको हातबाट चाहिँ टोप्री फुटेको पनि देखाउने छु तपाईँहरूलाई है। फाइनल्ली यति सानो टोप्री भइसक्यो। बाई बाई। फाइनल्ली हाम्रो टोप्री रेडी भइसक्यो। यो चाहिँ अलिकति अर्कै पात भएको भएर अलि फिनिसिङ राम्रो भएन है। यो टोप्री चाहिँ के अरे चिउरीको पात अनि ढाल्नेको पात हुन्थ्यो भने राम्रो हुन्थ्यो होला है सायद। बहिनी कस्तो लाग्यो त तिमीलाई? राम्रो लाग्यो। आउँछ त अब टोप्री आउँछ। खास गरी यी बहिनीलाई टोप्री फुट्न सिकाइरहेको थियो। बाई बाई।